र नमस्कार है, जय गोर्खा, जय चालक वर्ग र सम्पूर्ण है बिजनबारी शाखाका ट्रक चालक साथी दाजुभाइहरूलाई चाहिँ म यो बिन्ती गर्न चाहन्छु, यो अपिल गर्न चाहन्छु कि हजुरहरू बिहान घुम चेकपोस्टदेखि बिजनबारी तर्फ आउँदाखेरि तपाईहरु चाहिँ प्लिज कृपया गरी तपाईहरुले गोलाइमा टर्निङमा है त्यो हर्न लाउँदै आइदिनु होला अथवा सिग्नल दिँदै आउनु होला। र जति पनि है बिजनबारी तर्फ आउने जति पनि अन्य गाडीहरू छ हैन, अरु गाडीहरू छ र हजुरहरूलाई पनि यो जुन एउटा भिडियोद्वारा तपाईहरुलाई मेसेज दिइरहेको छु, हजुरहरू बिहान घुम चेकपोस्टदेखि बिजनबारी तर्फ आउँदाखेरि चाहिँ हजुरहरूले टर्निङ गोलाइ पछि हैन अर्थात् टर्निङमा तपाईहरुले चाहिँ सिग्नल दिएर अर्थात् हर्न बजाउँदै तपाईहरु आइदिनु होला। किनकि त्यसो हुनाले चाहिँ हामी दुवै तर्फकोहरु चाहिँ सुरक्षित रहनेछौँ। किनकि त्यसो गर्नाले चाहिँ त्यसो भन्दा तपाईहरुको एक्सिडेन्ट हुँदाखेरि एकदमै हामी सुरक्षित रहन्छौँ हैन। र त्यसरी गर्दाखेरि हामीले के छ भने तपाईको ठुलो गाडी हुन्छ, हाम्रो सानो गाडी हुन्छ है, र तपाईहरुलाई चाहिँ अब ठुलै जग्गामा हामीले पास दिनु पनि हामीले चान्स पाउँछौँ है। र तपाईहरुलाई चाहिँ म यति भन्छु कि हजुरहरूले चाहिँ अब हजुरहरूले आफ्नो के अरे जति पनि मेम्बरहरू छ हैन, बिजनबारी शाखाको चालक दाजुभाइहरूले हैन, सबैलाई चाहिँ तपाईहरुले चाहिँ यो चाहिँ मेसेज पुर्याइदिनुस् हैन। किनकि बिहान हामी के अरे हामी उकालो जाँदै हुन्छौँ, तपाईहरु ओह्रालो आउँदै हुन्छ है। र यसमा चाहिँ के छ भन्दाखेरि एकदमै कोहीला टर्निङमा झम्का भेट हुन्छ है, त्यसमा चाहिँ एक्सिडेन्ट हुने चान्सेस हुन्छ। र यति भन्दै म आफ्नो वक्तव्य यही बन्द गर्दछु।